नेपालबाट जापान आएको पनि 2-3 महिना भइसक्यो, अझै काम पाएको छैन। नेपालबाट ल्याएको पैसा सिद्धिसक्यो, त्यही माथि पनि 18-19 लाख ऋण खोजेर आएको छ, अझ ब्याजमा। भने अब के गर्ने, कसो गर्ने, लाउन मेरो त जिन्दगी नै सकिहाल्यो भने जस्तो लाग्छ। भने आज भिडियो तपाईँको लागि। नमस्ते, वेलकम ब्याक टु माई न्यू भिडियो। म चाहिँ आज जापानमा कसरी काम खोज्ने, अरुबाइतो कसरी खोज्ने, पार्ट टाइम कसरी काम खोज्ने भन्ने कुराको भिडियो लिएर आएको छु। यदि तपाईँ काम खोज्दै हुनुहुन्छ भने तपाईँको लागि एकदम हेल्पफुल हुनसक्छ। कृपया लास्टसम्म हेरेर साथ दिनुहोला। अब चाहिँ ढिला नगरिकन सिधै विषयवस्तुतिर लागौँ। जापानमा काम खोज्ने मेनली 3वटा प्रोसेस हुन्छ। कि त आफैले खोज्नु पर्यो, कि त आफूभन्दा पहिला आएका दाइ दिदी बहिनीहरूले लगाइदिने काम, जसलाई जापानिजमा सेउकाई भनिन्छ। तर यो सेउकाई जापानमा एकदमै धेरै चल्छ। अर्को सरकारले काम पाइदिन्छ। हो, तपाईँ ठिक सुन्दै हुनुहुन्छ। जापानमा एउटा यस्तो सिस्टम छ जुन तपाईँले काम पाउनु भएको छैन अथवा मैले काम नपाएर मेरो दैनिक जीवनै गाह्रो पर्यो भनेर जानुभयो भने जापान सरकारले नै तपाईँले एउटा काम लगाइदिन्छ। सबैभन्दा पहिला कुरा गरौँ सेउकाई। सेउकाई भन्ने एउटा यस्तो शब्द हो, यदि कोही मान्छेहरू पहिल्यै त्यो कम्पनीमा काम गरेको छ भने उनीहरूले रिफर गरेर तपाईँहरूले ल मेरो मान्छे कोही छ भनेर त्यो कम्पनीले भन्यो भने उनीहरू कम्पनीको मान्छेले ठिक छ नि त तेरो मान्छे लिएर आइज भनेर छिराउने एउटा प्रोसेस हो। यसमा कुनै भाषा पनि चाहिँदैन, के पनि चाहिँदैन, किनभने जुन मान्छेले सेउकाई गरेको छ, रिफर गरेको छ, त्यो मान्छेले सिकाउने भएको हुनाले त्यसमा खासै ठुलो भाषाको प्रब्लम पर्दैन। तर जापानमा मेरो 7 वर्षको बसाइ के लाग्छ भने कतिपय मान्छेहरूले आफूले गरेको काममा अरूले सेउकाई गर्न खोज्दैनन्। किनभने अरूलाई सेउकाई गर्यो भने उनीहरूको आफ्नै सिफ्ट घट्ने भएको हुनाले सबै मान्छेहरू एउटै सोचको हुँदैनन् र सबै मान्छेहरू मनको राम्रो पनि हुँदैन। त्यही भएर यस्तो कामहरू कमैले मात्र सेउकाई गर्ने भएको हुनाले तपाईँ यसमा मात्र भर परेर नबस्नुहोस्। तपाईँ आफै पनि एक्टिभ हुनुहोस्, आफै पनि खोज्नुहोस्। दोस्रो प्रोसेस छ तपाईँ आफैले खोज्ने। हो, तपाईँ आफैले खोज्नुपर्छ। नेपालबाट जापान त तपाईँ एक्लै गर्छु भनेर आउनुभएको छ भने यहाँ किन अरूको भर पर्ने, तपाईँ आफै खोज्नुहोस् न। के नै चाहिन्छ र कन्भिनियन्स स्टोरहरू छ, 7-11 छ, फ्यामिली मार्ट छ, मिनी स्टकहरू हुन्छ। त्यहाँ गएर केही सामान किन्नुहोस्, त्यहाँ रेसिट आउँछ, रेसिटमा फोन गरेर सोद्धा पनि भयो, अथवा त्यहीँ गएर मान्छेलाई काम खोजिरहेको छु, काम छ भनेर सोध्नु भयो भने उनीहरूले पक्कै न पक्कै केही त भनेकै हुन्छ कि। भनौँ भने अब कस्तो भनौँ भने अब कि त आज ओनर छैन भोलि आइज भन्छ, कि त यो नम्बरमा फोन गर भन्छ, कि त भने यो दिन इन्टरभ्यूमा आइज भनेर उनीहरूले भन्छ। यदि तपाईँलाई अब त्यस्तो ठाउँमा गएर कसरी भन्ने जापानिजमा भनेर आउँदैन भने प्लिज कमेन्ट छोड्नु होला। म तपाईँलाई यसको लागि स्पेसल भिडियो बनाएर ल्याउनेछु। अर्को छ भने स्टेसन एकीको वरिपरि हल भन्ने एउटा बुक पाउँछ होइन, त्यो बुकमा मजाले लेखिदिएको हुन्छ यो ठाउँमा काम छ भनेर। त्यो बुक लिनुहोस्। अब खान्जीको प्रब्लम अभियसली सुरुमा सबैले भइहाल्छ। गुगल ट्रान्सलेट भन्ने एप्लिकेसन तपाईँसँग हुनु पर्यो, त्यहाँबाट मजाले ट्रान्सलेट गरेर हेर्नुहोस् र आफूबाट नजिकको ठाउँमा कुनै ठाउँमा काम छ भने त्यहाँ फोन गरेर सोध्नु भयो भने त्यहाँ पक्कै पनि राख्नेछ। यो भयो त दोस्रो अप्सन। अर्को तेस्रो अप्सन छ भनेको र अर्को अप्सन छ हेलो वर्क। यो कतिलाई थाहा नहुन पनि सक्छ। जापानमा एउटा यस्तो अफिसियल गभर्मेन्ट साइट छ जुन तपाईँले कति पनि पैसा बुझाउनु पर्दैन। यदि तपाईँले त्यहाँ गएर मैले काम पाएन, आएको यत्रो भइसक्यो, जसले गर्दाखेरि मेरो दैनिक जीवन नै गाह्रो भयो भनेर उनीहरूलाई भन्नुभयो भने उनीहरूले एउटा कामहरू सेउकाई गरिदिन्छ। उनीहरूको एउटा इन्टरभ्यू फिक्स गरिदिन्छ, तपाईँ एउटा इन्टरभ्यूमा फिक्स गरिदिन्छ र तपाईँ इन्टरभ्यूमा गएर इन्टरभ्यू दिनुभयो भने तपाईँलाई काममा राख्ने गर्छ। हाम्रो नेपालीहरूले हाम्रो नेपाली म यहाँ कति कुराहरू सुनिरहेको हुन्छु, जस्तो अब काम लगाइदियो भने पनि अब 1 मान दिनुपर्ने, 10,000 दिनुपर्ने होइन। अब जस्तो अब फर्स्ट स्यालेरीको चाहिँ अब 50% दिनुपर्ने, 20% दिनुपर्ने, कति सुनिरहेको हुन्छ। यो भनेको नेपालीले लुट्ने गरेको। जापानमा छौँ, नेपालबाट आएको छौँ, एक अर्काले साथ दिनुपर्ने ठाउँमा किन यस्तो गरिरहेको छु, म त अचम्म पर्छु कि मान्छेहरूले यस्तो किन गरिरहेको हुन्छ। यदि तपाईँ पनि यस्तो कुराहरूमा फसिरहनु भएको छ एकदम स्क्याम हो है, तपाईँले यसको ठाडो विरोध गर्नुपर्ने हुन्छ। अर्को भनेको इन्डिड भन्ने एप्स हुन्छ। तपाईँ त्यहाँबाट अब फुल टाइम सेसाइनको काम पनि खोज्न सक्नुहुन्छ, अरुबाइतो पार्ट टाइम पनि
काम खोज्नुपर्ने हुन्छ नर्मल्ली एप स्टोरमा जानुस् इन्डिड डाउनलोड गर्नुस् अनि त्यहाँ गएर अनि आफ्नो गुगलबाट लगइन गर्नुस् र अनि आफू बसेको नजिकैको ठाउँबाट एकीबाट आफू बसेको नजिकैको ठाउँको एरियाबाट तपाईँले त्यहाँ सर्च गर्नुभयो भने मजाले पाइन्छ जापानिजमा भए पनि इन्डिडको एउटा एकदम राम्रो फाइदा के छ भने त्यसले तपाईँले इङ्ग्लिसमा ट्रान्सलेट गरेर हेर्न सक्नुहुन्छ र त्यहाँबाट तपाईँले पार्ट टाइम खोज्न सक्नुहुन्छ यदि तपाईँ जापानिजमा कम्फर्टेबल हुँदैन भने प्लिज कमेन्ट छोड्नु होला म रिप्लाई गर्ने कोसिस गर्ने नै छु र प्लस यदि तपाईँलाई त्यस्तो जापानिजहरू आउँदैन भने म अर्को भिडियोमा म तपाईँहरूलाई काम कसरी खोज्ने भनेर नर्मल्ली सिम्पल भाषामा एउटा भिडियो लिएर आउनेछु त्यतिको दिनसम्म लागि बिदा दिनुहोस् हस्त धन्यवाद